होइन घरको एलिभेसन पनि यति ठुलो हुन्छन् र मेगा सिटी हाइटमा बनाउँदै गरेको अहिले 4.5 क्षेत्रफलमा अगाडि 20 फिट बाटो टच गरेको साउथ वेस्ट फेसिङमा भएको यो घर मोडा हेर्नुहोस् है साथीहरू, यति ठुलो मोडा छ कि तपाईँको सोच्दै नसोच्ने। 3टा घर बनाएको मोडा त एउटै घरको छ है साथीहरू। तल रेन्टमा दिन मिल्ने, माथि आफू बस्ने मिल्ने गरी बङ्गलो स्टाइलमा बनाएको घर, मजाको पार्किङ स्पेसदेखि लिएर सबै कुरा एकदमै म्यानेज गरेर बनाएको, प्लानिङ एकदमै युनिक, अरू घरहरूभन्दा एकदम फरक मोडेलमा यो बन्दै गरेको घर है साथीहरू। पार्किङ स्पेस एकदमै इनफ स्पेस छन्, डबल हाइटेड बाल्कनी स्पेस, लाइटको लागि एकदम लार्ज साइजको विन्डोजहरू मजाले दिएको, अगाडिपट्टि रोडहरू अहिले बन्दैछ मजाले। घर एकदमै युनिक छ है साथीहरू। अब आउने बित्तिकै पाउनुहुन्छ एकदम स्पेसियस पार्किङ स्पेस। यहाँनिर हाम्रो एउटा सोकेस र्याक यहाँनिर बन्छ भने यहाँनिर पार्किङ स्पेस भइ नै हाल्यो, फल सिलिङ लाग्छ। यहाँनिर हाम्रो मूल ढोका भयो भने यता रेन्टल स्पेस 2 BHK रेन्टल स्पेस दिएका छौँ। रेन्टल स्पेस यो र 2 BHK रेन्टल स्पेस, यहाँबाट भित्र जाने बाटो छ, रेन्टल स्पेसलाई एक्सेस हो भने रेन्टल स्पेस यो रह्यो। एकदमै इनफ साइजमा रेन्टल स्पेस दिएका छौँ भने ओनरसिप एक्सेस मेन मूल ढोका हाम्रो सबै काठको मूल ढोका हुन्छ, एकदम लार्ज साइज मूल ढोका। यहाँनिर पूर्वै फर्केर वास्तुकर्मी बनाएको छौँ। भर्याङ यो भयो भने वासरुम, कमन वासरुम यहाँनिर दिएका छौँ, एउटा बाहिरबाट एक्सेस। इन्ट्री हुने बित्तिकै तपाईँले पाउनुहुन्छ भर्याङको स्पेस मुनि स्टोरेज, माथि भर्याङ कन्टिन्यू हुने भइ नै हाल्यो। यतापट्टि आउने बित्तिकै फर्स्ट फ्लोरमा एकदमै स्पेसियस लिभिङ रुम, बाल्कनी एक्सेस यो भइ नै हाल्यो, डबल हाइटेड एकदम ह्युज स्पेसियस लिभिङ रुम विथ डबल बाल्कनी एक्सेस। उताबाट पनि बाल्कनी एक्सेस अलरेडी छ। लिभिङ स्पेस चेक गर्न सक्नुहुन्छ। किचन डाइनिङ सेटअपको लागि यहाँ दिएका छौँ, किचन सेटअप यहाँ हुने भयो, बिचमा डाइनिङ हुने भयो, एकदम लार्ज स्पेस। यतापट्टि लिभिङ स्पेस त एकदमै ल्याभिस। त्यसपछि यतापट्टि आउने बित्तिकै यहाँनिर हाम्रो गेस्ट रुम, एउटा पाउडर बाथरुम यहाँ हुने भयो भने एउटा गेस्ट रुम यहाँ बन्छ। यहाँ बिचमा पार्टिसन, वार्डरोब पार्टिसन हुने भयो, डोर एक्सेस यताबाट हुने भयो विथ अट्याच बाथरुम, टोइलेट, गेस्ट रुमलाई पनि एकदमै स्पेसियस साइजको। अब यसै गरी हामी सेकेन्ड फ्लोरमा आउँदैछौँ। सेकेन्ड फ्लोर यहाँबाट म सर आउने बित्तिकै यतापट्टि आउँछौँ। आउने बित्तिकै यहाँनिर एउटा स्टोरेज पाउनुहुन्छ भर्याङको स्पेस मुनि। यहाँनिर एउटा वासिङ मेसिन पोइन्ट पाउनुहुन्छ। यताबाट यो स्टोरेज भइ नै हाल्यो। स्टोरेजपछि आउने बित्तिकै यहाँनिर 2टा बेडरुम पाउनुहुन्छ। वान साइड एउटा बेडरुम स्पेसियस साइजको एउटा बेडरुम विथ वर्किङ क्लोजेट, अर्को साइडमा सेकेन्ड बेडरुम यतापट्टि पाउनुभयो भने एकदमै स्पेसियस। र थर्ड बेडरुम यहाँनिर पाउनुहुन्छ, दराज स्पेस यहाँ भइ नै हाल्यो भने यहाँनिर थर्ड बेडरुम, कमन वासरुम यो भइ नै हाल्यो। थर्ड बेडरुम पनि विथ अट्याच बाथरुम भएको एकदम लार्ज स्पेसियस साइजमा। टपमा आउने बित्तिकै यहाँनिर एउटा पूजा मन्दिर पोइन्ट पाउनुहुन्छ विथ स्टोरेज पोइन्ट पनि यहाँनिर पूजा हुने भयो। एकदम भ्यू एकदम एमेजिङ म्यासिभ भ्यू छ। ढिला नगरिकन आजै बुकिङ गर्न सक्नुहुन्छ। प्रपर्टी एकदमै अवसम छ। ब्याङ्किङ फेसिलिटी पनि एभाइलेबल छ। स्क्रिनमा दिएको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू।